सुविधा दिएको छ भन्ने कुराहरू स्पष्ट बनाउनु भयो। भिसाको मूल्यलाई प्रयोग गर्ने र कस्तो माटोमा कुन पानी सकिन्छ, कुन पानीले फलदायी हुन्छ भन्ने कुराहरू प्रस्ताव आएको भयो। वडाबाट वडाध्यक्षज्यूले स्थानीय तहबाट गरिने सम्पूर्ण सहयोग उपलब्ध गराउने सुझाव दिनुभयो र यो कार्यक्रम अत्यन्तै राम्रो भएको छ। यसलाई हामीले परिपालना गरौँ, हामीले सिकेका कुराहरूलाई चाहिँ प्रयोगमा ल्याउँ र हामीले सिकेका कुराहरू यहाँ उपस्थित नभएका हाम्रा छरछिमेकीलाई पनि सिकाउँ र यसलाई प्रयोगमा ल्याएर हेरौँ र यस्तै हामी कृषकहरूलाई यस्ता कृषि सम्बन्धी कृषि उपजहरू विकास हुने गोष्ठीहरू चलाइरहनु भए हामी अरू केही हामीलाई चाहिँ खेती गर्नका लागि सहज हुने थियो, उत्पादन वृद्धि हुने थियो र राज्यले यति धेरै चाहिँ सहयोग गरेको रहेछ। तर हामीलाई चाहिँ थाहा नभएर पनि अब पछि गरेछौँ कि भन्ने यहाँको महसुस गऱ्यौँ र म चाहिँ हाम्रो वडाध्यक्षज्यू पनि यहीँ हुनुहुन्छ। म उहाँलाई पनि के भन्न चाहन्छु भने हाम्रो वडामा जम्मा 9वटा टोल छ। 9वटा टोलमा टोललाई चाहिँ तीन-तीनवटा टोललाई चाहिँ विभाजन गरेर कुन टोलमा कुनै टोलमा धान खेतीको पकड क्षेत्र, कुनै टोलमा मकै खेतीको पकड क्षेत्र र कुनै क्षेत्रमा अन्य कुनै बारीको पकड क्षेत्र बनाइदिएर त्यसमा उत्कृष्ट हुनेलाई चाहिँ पुरस्कारको व्यवस्था पनि गरिदिनु भयो भने कृषकहरूलाई चाहिँ अझ प्रोत्साहित भएर चाहिँ सबैजनाले उत्पादन समयअनुसार आज धान पकड क्षेत्रको खोजीमा यो कार्यक्रम आयो। यो अति राम्रो हो। अब लगभग दुध अब 30 बिघा यो सानो सब्जी गरेर पकड क्षेत्र तयारी गर्नुपर्ने रहेछ। सानो किसानले यो सौभाग्य अवसर पायो। यसमा कमल गाउँपालिकाले सानो किसानलाई अनुमोदन गरेर दियो। कमल गाउँपालिकालाई धन्यवाद त्यसै आएको होइन यो नास्तालाई भनेर यहाँका हाम्रा नेतृत्वहरूले र समितिहरूको समन्वयमा आयो। यो सबैलाई ठुलो भागी मानिन्छ। अब त्यसैमा अब उपकरण पनि आयो, आफ्नो कुरा छ। अब किसानलाई उत्साहित गरेर उपकरण दिनुपर्छ, त्यो सोधाइरहेको राम्रो कुरा हो र योजना सफल गराउनको लागि पकड क्षेत्र खोजी गरौँ। त्यसमा हामी सबै लखनपुर सानो किसान भएको हुनाले लखनपुरकै एरियामा परोस्। त्यो लखनपुर सानो किसानको नाम त अब अलि पहिलो 1 नम्बरदेखि 7 नम्बरसम्मको यो हो। तर आज जोडिएको लखनपुर सानो किसान भनेपछि लखनपुर भइदिएपछि लखनपुरको पनि त्यो भुलेछु र भजन परोस् र हामीहरूले त्यसलाई त्यो सानो किसानलाई त्यो पकेट एरिया खोजी गर्नको लागि सहयोग गरौँ र हामीलाई कृषकहरूलाई कार्यक्रममा जे ज्ञान यो यसरी मात्रै पुग्दैन, अझै यस्ता कार्यक्रममा सहभागी गर्न मौका पाइयोस्। र यो माटो परिसरको गोष्ठी म पनि एकता किसान संघको अध्यक्ष हुँ। मैले अहिले कृषिमा छु भने तात्विक कृषक समूहको तर्फबाट म यो कार्यक्रम आफ्नो एकता किसान समूहमा लगेर सम्पूर्ण कृषकहरूलाई उपस्थित गराएर यो कार्यक्रम सञ्चालन गर्ने बाचाका साथै म मेरो भनाइ प्रमुख उद्देश्य भनेको पनि यान्त्रिकरण गर्ने पनि हो र यसले चाहिँ
पुर्याउने जस्तै अब मैले भने हातले रोप्न टाइम लाग्छ होइन अहिले त अब जनशक्ति पनि थोरै छौँ नि त धेरै त अब विदेशी नै विदेश गइरहने यसको मुख्य काम भनेर यसको उत्पादन पनि बढेको छ अनि यता नि बाली बस्तीको उत्पादन वृद्धि गर्नु त्यही उत्पादन बढ्छ हामी किसान भएर जानु कुरा सबैभन्दा पहिले माटो परीक्षण गर्ने कुरा हामीलाई मनमा महत्त्वपूर्ण कुरा रहेछ सानो कुरा भए पनि यो हामीले एकदम महत्त्वपूर्ण कुरा हो हामी हाम्रो माटो राम्रो छ माटो परीक्षण गर्नु पर्दैन भनेर कति यस्तो शिविरहरू साना किसानले पनि सञ्चालन गरेको थियो तर हामी वास्ता गर्दैनौँ तर यो एकदमै महत्त्वपूर्ण कुरा रहेछ भनेर हामी सबैजनाले जानिराखौँ अब आउने दिनहरूमा माटो परीक्षण गरौँ अनि हामीलाई कम्मल गाउँको आङ्गनद्वारा अहिले पनि सञ्चालनमा आइरहेको छ हामी परम्परागत कृषि प्रणालीमा हामीले छोडेका छैनौँ लागि त्यही परम्परागत कृषि प्रणाली गरिरहेका छौँ हातले धान रोप्ने अब कति खर्चिलो हुन्छ त्यो अहिले हाम्रो संस्थाले मेसिनद्वारा धान कृषकहरूको धान रोप्दै आइरहेको छ मूल्यमा कम खर्चिलो हुन्छ बढी उत्पादन हुन्छ कतिपय यस्तो धान त पनि यहाँमा पनि काटेको छु जब आधी काट्नु लाग्यो आइगयो नि यहाँ बाक्लोमा त्यति अन्तर आयो भनेपछि त्यसलाई अलिकति आखिरीमा किसानले पैसा तिर्ने नि त्यतिका लाने होइन बाख्राको हिसाबले त्यसरी हुन्छ त्यसलाई गाउँमा पनि अलिकति बाक्लो मात्रै बनाइयो भने ग्रेड बढाइयो भने त्यसका लागि खालि बिउ राख्ने क्यारेट थप्नु पर्यो त्यति होइन